खायो पैसा तिनीहरूलाई पैसा छैन के भने अब भातसात खाएर बरु फुत्त भाग्नु पर्ला फेरि फुत्त भाग्नुभन्दा बरु सब्जी यसो पऱ्यो मर्का पऱ्यो भन्यो भनेदेखि क्या प्लेनको खर्च समेत दिन्छ कि न भात पनि पुगेको छैन के भने जे बल्ल बल्ल म त भात थप्छु अर्को एक प्लेट यो साले घनश्यामले मऱ्यो भनेर सूचना निकालेको नि आज 25 दिन भइसक्यो अब 10 दिनभित्र त्यहाँ पुग्न सक्यो भने त जग्गा सग्गा सबै खाइदिन्छ त्यसले हे भगवान मुक्तिनाथ जसरी भए पनि मलाई काठमाडौँ पुर्याइदियो प्रभु अर्के म एउटा कुरा भन्छु प्रमाण छ के भन्नु त अर्काको जुठो भाँडा पनि माझेर बस्छन् यो सामान सबै लिएर भागो हिँड काठमाडौँतिर हिँड के अरे चाउलाई धोका दिने कुरा गर्छ मुला ला थाल्नु पर्छ मुला त मुलाले के गर्छ भनेर पनि टेस्ट गरिरहेको छ मुला सुन छ अर्को एउटा पनि दिनु अलि एकछिन बजी खाना काम लाग्छ क्या म सुक्छ एकछिन बजी खान्छ है फ्री छ सर फ्री छ अर्के पुस्तकाने खान्छ कस्तो पुस्तकाने खानु मलाई कस्तो मिठो छ त्यही त खाएर त यार ल खाया सोनी हजुर नमस्ते नमस्ते यो भाँडा किन्नुहुन्छ कि भनेर बेच्नु ल्याएको चिसो चिसो छ कहाँबाट ल्याइस्यो चोर हो कि क्या होइन 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 यो जमसुङमा भात होटल खोल्नु भनेर आएको एकदम चिसो रहेछ कामै गर्नु नसक्ने अनि भाँडासाँडा सबै बेचेर काठमाडौँ जानु आएको रविसँग मिन खुसी मुनि सुन खुसी बता त छ यो रे हिम त बिजु हो यो सुन यो का हिम रवि सँग निजी को गनो सबैले मेजी रवि सँग म चाहिँ छिदो म भेज 좀 미진해서 반영하세요. 좀 치고 있는 거. 또 이거 가요. 또 이거 가요. यो याकुरा भने क्या यकरा भने बाबु राम्रो छ जाति छ भनेर यकरा भनेको के राम्रो भएर के बाबु राम्रो भएर जाति भएर के जाति भएर राम्रो भएर यकरा भनेको त्यही हो यकरा राम्रो जाति यो भाँडो त पुरानो भएछ ल मलतल गरौँ न त कति गर्ने अब तपाईसँग के पैसा कुरा गर्नु है अब यहाँबाट पोखरासम्म जाने प्लेनको भाडा 800 रुपियाँ जति पर्छ है एयरपोर्ट ट्याक्स अनि त्यहाँबाट काठमाडौँसम्म जानेलाई 1000 रुपियाँ दाम दिनुहोस् मैले भाडा दिएँ ल ल के हो तपाईँसँग के मोल गर्ने अनि छोरा कहाँ जानु भने पैसा लिन गएछ पैसा लिन गएछ पैसा लिन ओ तिम्रो भाडाको पैसा यो रोगी सबैले दिन्छ रोगी सबैले भात पनि खाने और भाडा पनि चोर्ने चोर कहीँको अरे कस्तो
जोमसोमको होइन जनकपुरको जाँदा आएको रहेछ। आउँछ जोमसोमको नि आउँछ, कुर्नु पर्यो नि एकछिन, कुरौँ न आउँछ। अब यत्रो मिनी बस रिजर्भ गरेर आएको छ, कुर्नै पर्छ नि एकछिन त। त्यो 35 दिन पुग्नु अब 5 दिन बाँकी छ। हेर्नुहोस् 5 दिनसम्म त्यो धोरोग्रामलाई अपहरण गरेर भेल लानुपर्छ। त्यसलाई आउने आशा झ्यापझुप्प समातेर लैजाउ न पोको पारेर। अब 5 दिनपछि त त्यो धोरोग्रामको जग्गा सबै असोजमा पैसा न हजारबाट नआइकन बसबाट पो आउने हो कि बच्चिया? होइन पैसा छ त्योसँग 10,300 चान्जुन त मेरो इजार गरेर चोरेको छ त्यसले। त्यसले त्यो बसबाट होइन हवाईजहाजबाट आउनुपर्छ। तर आजसम्म किन आएन त्यही छक्क परिरहेको थियो के त्यो मान्छे जोमसोमको होटेल छ होला, त्यसको होटेलमा भात खाएको छु भने त्यसले थाहा छ कि? त्यसलाई सोध्यो भने केही न केही कुरा पत्ता लाग्छ। अब बेकारमा के हो त्यो ट्याक्सीमा पैसा सिधो होइन तपाईँले मलाई कसरी नचिन्नु भए? त्यहाँबाट यहाँसम्म आएपछि अझै चिने आएन। मेरो साथी र म उहाँ मुक्तिनाथमा जाँदाखेरि तपाईँको त्यो जोमसोमको होटेलमा भात खाएको होइन, कौशीमा बसेर? तस्तो भात कतिले खायो के थाहा छ, कसले चिन्ने? ल ल ल ल ल चिने तपाईँको दाँतले चिने। तपाईँ त्यही चोरसँग आउनु भएको त होइन? चोर? को चोर? वही चोर। तपाईँको मान्छेले त मेरो होटलमा भात खाएर भाँडा चोरेर भागेको थियो। मैले समातेर पुलिसलाई बुझाइदिए। अहिले जोमसोम थानामा छ। राम्रो भयो नि त उसले। ल तपाईँलाई त धन्यवाद है, बडा राम्रो काम गर्नुभयो। थुन्नै पर्ने मान्छेले थुन्न लाउनु तपाईँले, चोरै हो त्यो। अब बरु कति दिन जति थुन्ला त्यसलाई? पुलिसले कति थाहा छैन मलाई त। त्यसो भए हामी ढुक्क भएर बसे भयो। निङ्गलाई औषधि पुष्टिकारीमा हालेर खानिदिएको। अब उहाँ बेहोस हुनुभयो हजुर, अनि यसो पैसा छानेर पैसा लुट्यो हामीले हजुर, अनि पुलिसले पौडेर ल्यायो हजुर। हजुरले त चिन्छ नि हामीलाई, बेला बेला हामी आउँछ नि हजुर। यहाँ हाकिमलाई हस्पिटल लैजा, यिनीहरूलाई खोलमा हाले। हस्पिटल नलैजा हजुर, 2 घन्टापछि आफै बुझ्छु यो हाकिम। यसो म बाँचिरहेको छु हजुर। हामीलाई ठिक्क मात्र मिलाएर बनाएको पुस्तकालय हो हजुर, केही फरक पर्दैन हजुर। एकछिनले छोड्दैन। ओ सर, निन्द्रा लागेन? पुस्तकालय खान्छ? पुस्तकालय तपाईँलाई त थाहा छ कि पुस्तकालय? ए निन्द्रा लाग्ने पुस्तकालय खान्छ ओ सर। अब के भनेको म सर? तेरो बुद्धि छैन सर। त्यो पुस्तकालय त्यो होटेल साउलाई खाँदेर निदाएर सुधाएर भाँडाकुँडा लिएर भाग्नु पर्दैन सर? तेरो बुद्धि छैन, अनि आएर जेलमा बस्नु पर्यो सर तँलाई। हजुर सर, यो खाना निद्रा लाग्छ सर। आँखा ठुलो हेरेर बसिरहेको छ सर। यो खाना मस्तले मिलाउँछ सर। ल खा।
दाइ घनश्याम दाइ के हो होला तपाईँलाई? तौसिन आयो कहाँ आउनु र भने अब चोरीको केसमा जेल परेको मान्छे पनि कहीँ आउँछ यहाँ? अब त्यसै नचाहेको कुरा पिर गरेर मुटु दुखाएर बिरामी भएर ल्याएर अब सूचना निस्किया 36 दिन भइहाल्यो। अब यो अस्पतालबाट घर पठाउने बित्तिकै मालपोत कार्यालयमा गएर जग्गा उसको नाममा नामसारी गर्नुपर्छ। त्यसै बिरामी भएर तपाईहरु धेरै बेर कुरा नगर्दिनुस् न, प्लिज बाहिर गइदिनुस् त। बिरामीलाई कुरा गर्नु हुँदैन, तपाईहरु बाहिर गइदिनुस्, आराम गर्न दिनुस्। तपाईहरु मालपोत कार्यालयमा गएर कागज सबै ठिकठाक पारेर राख्नुस्। आजकल यो जग्गाको किर्ते गर्ने काम कस्तो बढेको हजुर। यसलाई त हजुरहरूले रोक्नु पर्यो नि हजुर, यो त मर्का पर्यो। नमस्कार हजुर। नमस्कार आइन्छ। मेरो मै भने भयो हजुर। नमस्कार हजुर। हजुरको तलसिङ ध्रुवराम कहिले मरेको नि? खै अब तलसिङ मरेर मैले दुःख लाग्यो थाहा हुन्छ। त्यो 7-8 महिना चाहिँ भयो क्या अरे। जे पनि ध्रुवबाबु सोझै हुनुहुन्थ्यो। ए अब जग्गा कसको नाममा नामसारी गर्नुहुन्छ त? अब अरू कोही छैन हजुर। अब म एकजना हो, म उहाँको भाइ हो, मेरो नाम गर्नुपर्छ हजुर। त्यो घनश्यामज्यू जग्गा उहाँको नाममा नामसारी गर्ने हो? हो, उहाँ बिजन दाजु हो क्या अरे। अब उहाँकै नाममा नामसारी गरिदिनु भए हुन्छ। अनि उहाँ चाहिँ कोही? पक्नु न ल कहाँ आउनु न। चिन्दैन म तपाईँलाई। कस्तो नचिनेको त? रामको आमा र तिम्रो आमा एउटै होइन? आफ्नो आमालाई पनि चिन्नु पर्दैन? तुलरामको आमा यसले त असाध्यै दुःख दियो हजुर हामीलाई त। मेरो छोरालाई पनि जोमसोमको झ्यालखानामा थुनिराखेको छ। आज यो बिचराले हामीलाई खबर गरेर नआएको भए के हुन्थ्यो हजुर? वास्तवमा हजुर खेत खनजोत गर्ने त यो पो रहेछ। मैले उसलाई कमाउन दिएको, उसले यसलाई कमाउन दिएको रहेछ। ऊ बाबु साहब भएर बस्ने मान्छे के खनजोत गरिरहन्थ्यो नि हजुर। फटा थुक्क गराए तैँले मेरो त्यत्रो